वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। रुको जरा सबर करो। के गरेर खाने त मेरो छोराले? तिम्रो छोराले यसरी खान्छ हामीहरु मध्ये कसैलाई गएर प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ यति कुरा दावाका साथ भन्न सक्छु। बनिस मन्त्री त साला बाह्रा चोर। यो टेलर मात्रै हो, हेर्दै जानु सिंगै फिल्म देखिन्छ। सधैँ टेलर मात्रै किन प्रचण्डजी? सिनेमा चलाउनुहोस् न तपाईँको हलमा। केपी बा तपाईँलाई त सबैले आफेल भन्छ नि त। म पढे लेखेको मान्छे हुँ क्या, म विद्वान मान्छे हुँ। सर्टिफिकेट हेर्नुहोस्। त्यसो भए मेयर बालेन 29 वर्ष भए, त्यसलाई इङ्ग्लिसबाट भन्नु त। So far I think she is 29. She is 29. हो रहेछ। त्यसो भए 9 को पछाडि एउटा शून्य राख्दा कति हुन्छ? 9 का पछाडि एउटा शून्य राख्यो भने 10 हुन्छ। पैसा ल्याउ। कति दिउँ? 32,000 करोड। जम्मा त्यति मात्र? 21,000 करोड डलर। ल्याउ बुढा, अर्का पैसा त देख्नै नहुने है। ल है, आज चाहिँ कसले स्पष्टसँग भन्न सक्छ त्यो चाँचिँदै छ है। अन्टी तपाईँको बालहरूलाई सुरु गरौँ त। भूमिहीन र आवासहीन के भयो? आवासहीन थुक्क मोबाइल हेरेर नि भन्न जानिनन्। नेपाली कांग्रेस भोट केसमा भोट मुखमा। तपाईँ रेडी हो? अब अस्ति बुढाबुढीले रामधुलाई भेटिहाल्नु भयो। अब शेरबहादुरज्यू त प्रधानमन्त्री बन्नुहुन्न होला। अब आउने चुनावमा को बन्ला जस्तो लाग्छ प्रधानमन्त्री? अब मलाई त ज्योतिषी ज्ञान आउँदैन बाबु। अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ। भनेपछि अझै कुटाइ पुगे हैन? ओ पुण्य दाई, अहिले मन्त्री बनेहरू त सबै योग्य छन् नि है? अहिले मन्त्री बनेकाहरू भन्दा योग्य म छु। उहाँहरूले राम्रो काम गर्नु भएको छ नि, तपाईँले के गर्नु भएको छ? अब त के कुरा गर्नुहुन्छ? मैले गरिब दुखी रोगी असहायलाई 30 लाख सहयोग गर्दा अहिले मन्त्री बनेका मान्छे कसले कति सहयोग गरेका छन्? मैले आफ्नो जग्गा बेचेर सहयोग गरेका छु। उहाँले गर्नु भएको छ समाजसेवा? होइन होला।